मर्निङ एभ्रिवान, वेलकम टु माई अदर ब्लग। र आज चाहिँ हाम्रो डे 2 रहेको छ र 3 बजिसक्यो। हामीले निन्द्रै लागेन, रातभरि निन्द्रै लागेन। यहाँ केटाहरू चाहिँ सुतिरहेको छ नि अझै। यहाँ केतन सर र हामी चाहिँ बिहान उठेर फ्रेस भएर आइसक्यौँ। यहाँ केटाहरू उठेकै छैन। अनि रातभरि सुत्न खोजेको, घरि केही नमिल्ने, घरि केही नमिल्ने। आज सिलानी अप्ठ्यारो भएर होला यो गर्दन अब्बल दुखिरहेको छ मेरो। र के भन्नु चाहिँ टुरको लाइफ यस्तै हुँदो रहेछ। अलिअलि चिसो पनि भइरहेछ पानी परेर, हुन त के हुनु अरू। अनि केटाहरू चाहिँ यतापट्टि छ, एउटा केटाहरू यो रुममा छ, अरू यो रुममा छ। अनि दुईवटा रुममा केटाहरू चाहिँ रातभरि जागरामा बसेको नि। म त हामी पनि रातभरि जागरामै बसेको, 1 घन्टा त सुत्न खोजेको, त्यो पनि निद्रा नलागेर छुट्टै त न। अहिले चाहिँ हामी फ्रेस भएर माथि घाम झुल्केको हेर्न आएछौँ। यहाँ केटाहरू उकालो लाग्दैछन्, यहाँ आधी टोली पछाडिबाट आउँदैछन् र हामी चाहिँ जाँदैछौँ माथि घाम हेर्नलाई। अब आधी घन्टा समथिङमा पुगिन्छौँ नि, ल घाम पनि झुलिन्छ 3 दिनसम्म। ल गाइस, हामी चाहिँ माथि अन्टुको उकालो चढ्दैछौँ र उकालो चाहिँ ठाडै छ, यहाँ मजाले देखेको छैन होला तपाईँहरूलाई। र हामी जाँदैछौँ उकालो चाहिँ ठाडै छ यहाँ। अहिले हामी अब भर्खर उकालो चढ्यौँ, पुग्न लागि भनौँ न। अनि अब माथि जान्छौँ, चिया खान्छौँ, अनि मात्रै घाम झुल्केको हेर्छौँ है त हामी। गाइस, अहिले चाहिँ हामी अन्टु डाँडामा आइसक्यौँ, भर्खर बल्ल चढेर आइपुग्यौँ। र यहाँनिर चाहिँ गेट अन्टु डाँडाको हामी आइपुग्यौँ है त। अब घाम झुल्किनुभन्दा अगाडि नै आइपुग्यौँ। अब यहाँको नजाराहरू हेर्छौँ। अब सरहरू टिकट काट्नुहुन्छ, अनि भित्र जान्छौँ गर्छौँ, अनि भित्रको नजारा देखाउँछौँ है तपाईँलाई म। अब गाइस, हामी चाहिँ यहाँनिर अन्टुमा आइसक्यौँ, यहाँनिर अन्टु छ। अनि यहाँ हामी चाहिँ चिया खाँदै जाँदैछौँ है। हामी चाहिँ यहाँनिर अन्टु डाँडामा आइसक्यौँ, उहाँ केटाहरूले पर भिडियो खिच्दैछन् र हामी चाहिँ अब यहाँ हेर्दैछौँ। हामी चाहिँ माथि टावरबाट हेर्छौँ होला है अहिले। अहिले चाहिँ हामी माथि टावरमा चढ्छौँ, अन्टु डाँडाको टावरमा चढ्दैछौँ। हामी चाहिँ माथि चढ्दैछौँ। गाइस, हामी माथि आएको, यहाँनिर घाम नजिकैबाट देखिन लागेको छ। हाम्रो यहाँ घाम नजिकैबाट देखिन लागेको छ। तपाईँहरूलाई अब यहाँ माथि एउटा आउँछ, तपाईँहरूलाई म अब टाइम ल्याप्स देखाउँछु। गाइस, अहिले चाहिँ सनराइज पनि भइसकेको छ। सनराइज क्लिप पनि तपाईँहरूलाई देखाउँछु है त। सनराइज यहाँबाट हुँदैछ भने यस्तो दामी भ्यू, तल मुनि बादलले पुरै ढाकिरहेछ। सनराइज चाहिँ यता हुँदैछ र हामी यहाँनिर भ्लग गर्दै सुट गर्दैछौँ। हाम्रो आधी पार्टीहरू चाहिँ उहाँ तल छन्, अरू यतातिर छरिएर बसेका छन्। हामी चाहिँ यतापट्टि छौँ र भिडियोहरू खिच्दैछौँ, हामी क्लिपहरू खिच्दैछौँ, युट्युबको लागि पनि खिच्दैछु अलिअलि म। अनि सनराइज चाहिँ यहाँबाट हुँदैछ है, एकदमै राम्रो हुँदैछ। आजको क्लिप पनि तपाईँहरूलाई म राम्ररी देखाउने नै छु, इन्जोय गर्नुलाई भ्लग। हामी चाहिँ यहाँनिर तल झरिसक्यौँ, यहाँ माथिबाट उयो गरेको थियौँ, क्लिप खिच्यौँ र हामी तल झरिसकेको छौँ। केटाहरू चाहिँ हाम्रो यहाँनिर छ र अब हामी यसो फोटोसोटो खिच्यौँ है त। भर्खरै घाम झुल्केको यहाँनिर एकैछिनमा पुरै हुस्से लागिसक्यो। यहाँ जम्मै एकैछिनमा ठाउँको ठाउँ हुस्से लाग्यो। अब हामी पनि तलतिर झर्छौँ, चिसो बढ्दैछ। तल झरेर खाजा खान्छौँ, अनि हाइड्रो पावरतिर जान्छौँ हामी। आज हाइड्रो पावरपछि एकछिन कन्याम घुम्छौँ, अनि घरतिर जान्छौँ है त हामी। अब माथि तल झर्दैछौँ र यस्तो दामी भ्यू आइरहेछ कि, त्यही भएर
यसो उयो गर्दै हिँड्दैछौँ हामी अनि त्यही भएर अब यहाँनिर हाम्रो यहाँ मोडल सरको चाहिँ यहाँनिर भिडियो हुँदैछ अनि हामी चाहिँ बिस्तारै बिस्तारै भिडियो खिच्दै जाँदैछौँ अघि उकालो चढ्यो अब ओह्रालो झर्दैछौँ हामी ठाडै ओह्रालो छ अहिले चाहिँ जिन्दगीको रेडियोमा उकालो ओह्रालो पनि चढ्दै झर्दै गर्नुपर्दैछ हामी चाहिँ नेचर फोटोग्राफी गर्दै हिँड्दैछौँ मेरो फोनबाट त्यस्तो राम्रो आउँदैन हाम्रो साथीकोबाट चाहिँ अब साथीकोबाट चाहिँ दामी दामी आउँदो रहेछ फोटो अनि फोटोसोटो नेचर फोटोग्राफीहरू खिच्दै जाँदैछौँ नेचरको फोटोहरू र अब हामी तलतिर जाँदैछौँ सिधै ठाडै ओह्रालो छ अहिले चाहिँ अब खाजा खान जान्छौँ हामी बेलुका बसेको होमस्टेमा अनि 1 hour later हामी आजको अर्को डेस्टिनेसनतिर होमस्टेबाट हिँड्छौँ अब हामी बाहिर पावरतिर जाँदैछौँ त्यतै भेट्छौँ म तपाईँलाई A few moments later गाइज अहिले चाहिँ हामी हाइड्रो पावरमा आइसक्यौँ र हाइड्रो पावर चाहिँ यहाँ पछाडि छ हामी चाहिँ यहाँ माथि हल्का घुम्न निस्किएको अनि बाटो चाहिँ जहाँ नि यो कालो बाटो चाहिँ यस्तो कालो छ कि यो तराईको मान्छेलाई उकालो हिँड्न लागेपछि चाहिँ लास्टै गलिने रहेछ एकैछिनमा फ्याक्राक हुन्छ बिहान पनि त्यत्रो हिँडेर आएको ओभर गलिएको छ निन्द्रा पनि पुगेको छैन लास्ट निन्द्रा लागिरहेछ गाडीमा सुत्नु पनि भन्छु सुत्नै सक्दिनँ कस्तो यो पेट बटाएर जस्तो हुन्छ बिहान पुरी तरकारीले गर्दाखेरि र अब हामी हाइड्रो पावरमा छिर्छौँ एकछिनमा हाइड्रो पावरमा छिर्न चाहिँ ग्रुपमा छिर्नुपर्छ अरे अब त्यही भएर तल ग्रुप बनाइदिनुहुन्छ सरहरूले अनि त्यसपछि हामी ग्रुपमा मिलेर जान्छौँ है त अनि हाइड्रो पावरभित्र के उयो हुन्छ त्यो पनि म तपाईँहरूलाई देखाउँछु अघि उकालो लाग्यौँ अब अहिले ओह्रालोतिर लाग्दैछौँ हाइड्रो पावर यता छ भने सब स्ट्यान्ड चाहिँ उहाँ छ जस्तो लाग्यो मलाई उहाँ माथि डाँडातिर र अब त्यहाँ तल ग्रुप फोटो हुँदो रहेछ हामी छुट्यौँ जस्तो लागिरहेछ हामी पनि अब गएर मिसिहाल्छौँ ग्रुप फोटो खिचिहाल्छौँ अनि अबको 15-20 मिनटपछि चाहिँ हामी सब स्टेसनभित्र छिर्न पाउँछौँ किनकि उहाँ माथिबाट सरहरू आउँदै हुन्छ अरे सरहरू नआइकन हामी छिर्न मिल्दैन किनकि सेन्सिटिभ एरिया हो त्यही भएर मिल्दैन अब सरहरू आएपछि 2-3जना ग्रुप बनाएर छिराउनुहुन्छ अरे हामी हाइड्रो पावरभित्र छिर्दैछौँ हामी मिसिनभित्र छिरिसक्यौँ आवाज चाहिँ केही पनि सुनेको छैन होला र हेर्नु सक्नुहुन्छ यहाँनिर उयो हुँदैछ आवाज चाहिँ केही पनि सुनेको छैन हामीले अब त्यो बोलेको सुनिँदैन पनि मेसिनको आवाजले नर्मल भिडियोहरू चाहिँ इन्जोय गर्नेछ अब हेर्नुहोस् है त गाइस यहाँ आउँदाखेरि सब स्टेसनमा आउँदाखेरि चाहिँ यहाँनिर ट्रान्सफर्मर छ र भित्र टर्बाइन घुम्ने भए चाहिँ पानी चाहिँ यहाँबाट निक्लिन्छ है एकदम ठुलो फोर्समा छ पानी चाहिँ यताबाट निक्लिन्छ टन चाहिँ सकिसक्यो र अब यहाँनिर भित्र अर्को लड गइरहेछन् हाम्रो सकिसक्यो र अब हामी यहाँ सकेर खाना खान जान्छौँ खाना खाएपछि कन्याममा एकछिन घुम्छौँ है त 2 hours later गाइज हामी चाहिँ कन्याममा आइसक्यौँ र कन्याममा यहाँनिर चिया बगान हिँड्दैछौँ हामी अब एकछिन घुम्नुलाई चिया बगान हिँड्दैछौँ यहाँनिर एकदम दामी भ्यू छ है चिया बगानको र अब हामी एकछिन घुम्छौँ है चिया बगानमा यहाँ फोटोसुट पनि हुँदैछ हाम्रो साथीले फोटोसुट गर्दैछ अब आज हामी डुल्दै चिया बगानमा आइपुगेको छौँ युट्युबर हुनुहुन्छ यतापट्टि हाम्रो साथी मिस्टर मुस्कान सहित दिँदै हुनुहुन्छ आफ्नो इन्ट्रोडक्सन भन्नुहोस् त के हो तपाईँको नाम मेरो नाम रविन श्रेष्ठ आज तपाईँ कहाँ हुनुहुन्छ आज म कन्याममा छु कन्याम के को लागि आउनुभयो तपाईँ कन्याम कलेज टुर कन्याम नै कलेज टुर डेस्टिनेसन यही हो कि अन्त कतैबाट तपाईँ यहाँनिर आइपुग्नु श्रीअन्तु गएर अनि पावा खोलाको हाइड्रो पावरमा गएर आएको पावा खोलाको हाइड्रो पावर श्रीअन्तुमा थियो त होइन पावा खोलाको श्रीअन्तु र पावा खोलाको हाइड्रो पावर दुईवटा डेस्टिनेसन त्यहाँ श्रीअन्तु हिजो हामी त्यहाँ बस्यौँ आज त्यस पछाडि बिहान उठेर आज हामीले माथि श्रीअन्तुको डाँडामा गएर उयो भ्यू पनि हेऱ्यौँ घाम अस्ताउँदै हेऱ्यो उदाउँदै गरेको सनराइज हेरेर हामी सनराइज पनि हेऱ्यौँ अनि यस्तो एनसी कस्तो देखिन्छ त हाम्रो युट्युबर साथीलाई यतातिर हाम्रो अरू टिम मेम्बर भनेको यतापट्टि छन् अनि कोही भनेको हाम्रो साथीहरू तल कहाँ हो जङ्गल पस्यो देखिँदैन चियाबारीमा गइसके यतातिर चाहिँ हाम्रो केटाहरू भाइ तिम्रो इन्ट्रोडक्सन देऊ त के हो तिम्रो नाम मेरो नाम कुशल पौडेल हो म चाहिँ विश्व कलेजमा पढ्छु विश्व कलेजको हेर्नु तिमी हेर्नु त
यतापट्टिको भाइ यता फर्काउँदै कान्छ ल यतिकै हो यतापट्टिको भनेको हाम्रो होइन के हो भाइको नाम विवेक विनय विनय भाइ अनि कस्तो हुँदैछ टुर मजा आउँदैछ मजा आउँदैछ मजा चाहिँ के गर्यो साथी के गर्यो आज के गर्यो आज बिहान उठेदेखि के धेरै थोक गरेर थाहा साथी तिमी सुत्यो चाहिँ कहिले यो भाइ भने सुतेकै छैन सुत्न भेजिटेरियन हो कि खासमा भेजिटेरियन पनि हो त्यस पछाडि लसुन प्याज यताउता धेरै चिज नखाने बार्ने मान्छे भएर मान्छे हेर्नु त हालत के भएको छ एउटा यो छ अलिकति बाइस ल ल ल हालै यो देखाए अलिकति छ यतिकै त छ ल ठिक छ भाइले आफ्नो सिक्स प्याकै बनायो देखाइहाल्यो होइन अब यतापट्टि हाम्रो डान्सर साथी हुनुहुन्छ डान्सर उहाँ चाहिँ च्याम्पियन हो होइन च्याम्पियन डान्समा च्याम्पियन उसको नाम भनेको तिम्रो इन्ट्रोडक्सन देऊ त भाइ के हो तिम्रो नाम मेरो नाम चाहिँ कृष्ण प्रसाद भट्टराई ए सञ्जीव दाहाल हो सञ्जु दाहाल म आमा सरकार हो चाहिँ इलामको चिया बगान चाहिँ घुमौँ भनेर आएको हो इलामको चिया बगान घुमिदिइसके भर्खर घुम्न थालेको एकदम रमाइलो भएको छ त्यही अब साथीभाइहरू सबै भेटिरहेको छ ल गाइस लाग्यो है त हामी चाहिँ डेन्जर रहेछ त यार वहाँ डेन्जर टिकटक चल्दैछ है यहाँनिर हैट आम्मा के हेर्नु दुईटा आन्टीहरू टिकटक दरो चल्दैछ है त्यहाँनिर घुमी सेल्फी उयसमा मजाले ल यतिको चाहिँ हुनु पऱ्यो है अनि यस्तो भित्रतिर बाटो खोज्दै खोज्दै हिँड्दैछौँ अनि ल अब यत्तिकै हिँड्दै बाटो खोज्दै खोज्दै हिँड्दैछौँ है त अब यहाँ आर्यन साथीले चाहिँ मलाई सिकाउँदैछ भ्लग गर्न कसरी भ्लग गर्ने भनेर आर्यन साथीले सजेसन दिँदैछ मलाई कसरी गर्नु इम्प्रुभ गर्नु भनेर अब चाहिँ हामी लाग्दैछौँ यसो बाटोतिर बाटो खोज्दै खोज्दै जता बाटो त्यता हिँड्दैछौँ है हामी चाहिँ अहिले केटाहरू अघि चाहिँ हामी उयो पारीतिर गएको थियौँ भने अब हामी यो ओलो डाँडामा आएको छौँ हुस्सो चाहिँ डह्रो लागिरहेछ र अब यहाँ एकछिन घुम्छौँ त्यसपछि हामी फेरि मुनितिर जान्छौँ है त हामी चाहिँ अहिले फोटोसोटो खिचेर नि माथितिर आइसक्यौँ फेरि अब यहाँनिर यसो घरको लागि चक्लेट किन्छौँ अनि बसतिर जान्छौँ होला है हामी चाहिँ अब हामी चाहिँ अब कन्याममा घुमिसकेर पनि अघिदेखि बसमा आएर बसिरहेको छौँ बसी लागिरहेछ र अब हामी सबैजना साथीहरू आएपछि इटरतिर जान्छौँ है 2000 years later. र फाइनली गाइस टुर पनि सकिसकेको छ र म घर पनि आइसकेँ र आजको भ्लग कस्तो हुन्छ त्यो मजाले हेरिदिनु होला र कराउँदा र चिसोले चाहिँ पुरै स्वर पनि अलिक पासी गएको छ र आजको भ्लग चाहिँ म यहीँनिर इन्ड गर्छु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला र कमेन्टमा लेखिदिनु होला मेरो भ्लग कस्तो भयो भनेर र आजलाई बाई बाई सी यू इन अनदर भ्लग बाई बाई गाइस